सो वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ यो मेरो दोस्रो भ्लग हो। अब म राति भ्लग सुरु गरिरहेको छु। अब लिची चोर्न जान्ला हो। अब मान्छे सुताइ छैन भन्नु पर्यो। सो यस्तै हो। म हेर्न सबकै भिडियो बनाएर हाल्छु भन। सो अब यस्तै हो। यी एन टेन गर्दा गर्दै अब पानी परिरहेको रहेछ होइन कि मान्छे हेर्नु जानु लाग्यो म मान्छे हेर्नु जानु लाग्यो म हामी घुम्न जानु ला। सो अब एन टेन गर्दै गर्दै पानी परिरहेको छ अलिअलि। अब मोबाइल भिडियो भने त तनाव हुन्छ। सो अब यस्तै हो। अब धनै नलगेको मान्छे छ क्या। सो यतातिर अब यस्तै हो। अब मेरो मोबाइलले धेरै राम्रो खिच्दैन बत्ती अलिअलि। सो कोही पनि आउँदैन हामी जानु त गएर भएन। सुसी हैन सम्झी बत्ती निभाउँदैन नि बत्ती निभाएको रहन्छ। अब म पछि फेरि भ्लग सुरु गर्छु। अब ट्याप्पै यसै गर्छु नि त होइन। अब यस्तै हो। म फेरि पनि आइसकेको छु होइन। अब यस्तै एन टेन अब यस्तै हो। म त बरु गीत बजाएर हिँड्छ। मान्छे सुत्या छैन भनेर फर्केको थियो हामी चाहिँ। अब मलाई नि मान्छे सुतिसके जस्तो लागेको थियो। अहिले त सुतिसके जस्तो लागेको छ। त्यही भएर हामी जाँदैछौँ। अब कतिजना थियो हेर्नु यहाँ एकजना दुईजना। अब अरूलाई फोन गर भनेको छ। मान्छे सुत्या रहेछ भने थाहा चाहिँ छैन सुत्याएको होइन। अघि चाहिँ हामी मान्छे सुत्या थिएन त्यही भएर फर्केको घरतर्फ। अब फेरि घरबाट हिँडिसकेको छौँ हामी। सो यहाँ एकजना त्यहाँ एकजना यहाँ एकजना। मोबाइलको फ्ल्यास राम्रो छैन। अब यस्तै हो। बाटो देखिदिनु मैले अब एन टेन गर्दा गर्दै मामाको बत्ती बाल्यो भने देख्छ। सो बाटो चाहिँ देख्दैन नै छ यसरी। सो अब कुनै गएर निभाउने क्या। सो म अहिले लिचिकबाट गएर भेट्छु अहिले पछि। अब यहाँ बसी बत्ती बाल्नु हुँदैन अरे। अब अर्को चाहिँ भ्लग गर्न मिल्दैन बत्ती नबालेपछि। बुढा कुकुर छ नि त्यहाँ कहाँ त्यहाँ। सो बत्ती नबालेपछि थाहा हुँदैन। सो त्यो सानो कुकुर छ क्या। कुकुर भएर के हुँदैन। अस्ति नै हामीले ठुलो कुकुरको त सामना गरेको थियो। अहिले झन् सानो कुकुर त के हो र। अब सो यस्तै हो। अब हामी यहाँसम्म मकैबारी दर्याम भने जस्तो मकैबारी छ। सो यस्तै हो। अब हामी जान्छौँ। म अगाडिको बाटो केही देखाएको छैन। लडियो भने लडियो। अब सो यस्तै हो। अब यहाँ तल पुगेपछि म बत्ती चाहिँ बन्द गर्छु। भिडियो पनि बन्द गर्छु। अब लिचिकबाटै गएर भेट्छु नि त। म रोडसम्म पुग्छु पहिला अनि भिडियो बन्द गर्छु। सो यस्तै हो। अब बिस्तारै बोलाएर बोल्दै अब यतिको त बोल्नै पर्छ। सो भ्लग नबनाइकन अब के गर्नु तपाईँहरूले देखाउनु पऱ्यो होइन। सो अब यस्तो छ बाटो चाहिँ अहिले म लड्यो भने के गर्नु। अब सो म लिचिकैबाट गएर भेट्छु सबैजनालाई बाई। सो अहिले चाहिँ हामी अब घरका मान्छेहरू लखटेर अब हामी घर आइसकेको छौँ। मैले बाटोमा चाहिँ भ्लग बनाउन पाइनँ। सो अब लिची यत्रो छ जम्मा यस्तो त रहेछ कि रातो रातो यो झुन्डामा लिएर है। सो मान्छे मासेर खुद्दायो भने चाहिँ टेन्सन हुन्छ। यत्रो पसिना भइसकेको छ म यत्रो पसिना। सो सबजना यो लिची चोर्नेहरू सब। सो म चाहिँ कोठामा भ्लग बना हो। अब तलतिर भ्लग बनाउनु पाएन। चोइन खाएको यति बाहिर भ्लग बनाइरहने यसरी। सो आउँदाखेरि पनि भ्लग बनाउनु पाएन कुद्दै आएको कुकुर भुकेर। सो मेरो भ्लग है इन्ड हुन्छ। सो फेरि भेटौँ बाई।